फोटो हेर्दै बसेको छु, उसको फोटो, त्यो फोटो जुन उसले पठाएको थियो। खुसी देखिन्छ, हाँसेको छ, जस्तो केही भएको छैन, जस्तो उसलाई कुनै फरक परेको छैन। मलाई भने यो फोटोले कता कता चोट पुर्याउँछ, उसलाई कसैले पनि चोट पुर्याउन सक्दैन भन्ने सोचेको थिएँ। तर उसले मलाई छोडेर गएपछि पनि खुसी छ भन्ने देख्दा कता कता मन दुख्यो। मलाई लाग्छ म अझै पनि उसलाई माया गर्छु, उसलाई बिर्सिन सक्दिनँ, तर उसले मलाई बिर्सिसकेको छ। उसको जिन्दगीमा म अब छैन, के गर्ने केही थाहा छैन। यो दुखाइ कसरी कम गर्ने, कसरी उसलाई भुल्ने। हाम्रो भेट भएको थियो एक साँझ चिया पसलको झ्यालबाट बाहिर हेर्दै गर्दा। उसका आँखामा एउटा कथा थियो, गहिरो रहस्यमय। उसका आँखामा म डुब्न चाहन्थेँ, त्यो कथा पढ्न चाहन्थेँ। तर हामी बीच शब्दको साटो, दृष्टिकोणको आदान प्रदान भयो। उसको आँखामा मैले देखेँ एक सहरको कोलाहलमा हराएको एक सपना, एक अधुरो प्रेम कथा, एक जीवनको सङ्घर्ष। त्यो कथा उसको आँखामा जीवित थियो, हरेक पल हरेक भावना स्पष्ट देखिन्थ्यो। मैले उसलाई नजिकबाट बुझ्न चाहेँ, त्यो सुन्न चाहेँ। तर हामी बीचको दूरी, हाम्रा जीवनका फरक पाटाहरूले हामीलाई टाढा राखे। हामी दुई पराले जस्तै थियौँ, एउटै आकाशमुनि भए पनि फरक दिशातिर बगिरहेका। अहिले पनि कहिलेकाहीँ म त्यो चिया पसलको झ्यालबाट बाहिर हेर्छु, उसका आँखा खोज्छु, तर अब ती आँखामा कथा छैन, केवल एक खालीपन छ। त्यो कथा अझै पनि मेरो मनमा छ, तर अब त्यो केवल एक अधुरो सपना मात्र हो।